धरानको चाहिँ वेदर भन्नुहुन्छ भने ठिकै छ, एकदम राम्रो छ। अहिले जाडो त्यति धेरै निस्किसकेको छैन। यता चाहिँ तपाईँकोतिर के कस्तो छ जाडो? यता चाहिँ अलिक ठिकै छ। यतिको बिहान बेलुका चाहिँ के निकै जाडो हुन्छ। अनि त्यसपछि हामी बिच बगाएपछि गोतामा आइपुग्यौँ। अनि त्यहाँबाट दिउँसो त ठिकै हुन्छ, घाम लागिदिन्छ, त्यस्तो राम्रो हुन्छ क्या। छोडिदिनु कता कता जाने हो? ल चढौँ 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 भयो। एकजनालाई भेटिहालेँ यहाँ, लगाएर लगी पनि हालेँ। को पनि कस्तो छोरी हो? कहाँबाट हो? यताबाट ठिक छ। कहाँसम्म हो? कहाँसम्मको यात्रा तपाईँले छोड्नुपर्ने? थोरै यहाँ कुरा गर्छु है, थोरै चाहिँदो कुरा छ, सुन्नु होला ल कृपया। देखिरहनु भएको छ नि यता, यहाँ चाहिँ हाम्रो मेयर हर्क साम्बाङ ज्यूले चाहिँ यहाँ चाहिँ के गर्ने भन्दाखेरि यहाँ एयरपोर्ट बनाउने कुरा थियो। तपाईँहरूलाई पनि अवगत छ यो कुरा होइन? यही ठाउँ हो होइन, मेयर साम्पाङले चाहिँ। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू स्वागत छ आजको फेरि अर्को नेक्स्ट भिडियोको साथ फेरि उपस्थित भइसकेको छु। सो साथीहरू, मेरो युट्युब फ्यानहरू सबैजना सन्चै हुनुहुन्छ भनेर आशा लिएको छु। सो आज के कस्तो हुन्छ है म देखाउँदै जानेछु, तपाईँहरू हेर्दै जानु होला र किप स्टे ट्युन है त। र यदि सुरु नै आज मैले भन्न चाहेँ, यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, कृपया च्यानल सब्सक्राइब गरेर सपोर्ट गरिदिनुहोस्। सो अब म देखाउँदै जाँदैछु, हेर्दै जानु होला है त साथीहरू है। छिटो फिनिस गर्नु नि यार तपाईँको काम। डिस्टर्ब नगर्नु नि यार, म के गरिरहेको छु यार सोल्टी किराती यही हो इन्सानियत तपाईँको। साथीहरू लाग्यो अब के कस्तो हुन्छ हेर्दै जानु होला। लाग्यो ठक्कै यहाँको देखाइदिउँ त भ्यू साथीहरूलाई। यता मासतिर हुनुहुन्छ भने विष्णु पादेका पर्छ मासतिर चाहिँ। र यहाँ नेपालको हाम्रो धन चाहिँ इन्डियाले लगेको छ यसरी, यहाँबाट हाइड्रो पावर लगेको छ। बिमालदुमा तपाईँ कतिखेर जाने? ल साथीहरू लाग्यो है ल्याम्बोर्गिनीबाट लाग्यो हाम्रो ल्याम्बोर्गिनी। यो 30 करोडको हो ल्याम्बोर्गिनी, 30 करोडको रहेको छ होइन। यहाँबाट लाग्यो, बाटो रहेको छ। साइड प्लिज साइड। ल्याम्बोर्गिनी जुन यो स्पेस देखिरहनु भएको छ, यहाँ चाहिँ हाम्रो मेयर साहब हर्क साम्बाङ ज्यूले चाहिँ यहाँ जुन भन्दै हुनुहुन्थ्यो, के भने यहाँबाट म देखाउन चाहेँ तपाईँहरूलाई। थोरै यहाँ कुरा गर्छु है, थोरै चाहिँदो कुरा छ, सुन्नु होला ल कृपया होइन साथीहरू। जुन यहाँ देखिरहनु भएको छ, यो देखिरहनु भएको छ नि यता, यहाँ चाहिँ हाम्रो मेयर हर्क साम्बाङ ज्यूले चाहिँ यहाँ चाहिँ के गर्ने भन्दाखेरि यहाँ एयरपोर्ट बनाउने कुरा थियो। तपाईँहरूलाई पनि अवगत छ यो कुरा होइन? यही ठाउँ हो होइन, मेयर साम्पाङले चाहिँ हाम्रो हर्क साम्बाङले चाहिँ गरिरहनु भएको थियो। यहाँको यहाँ चाहिँ ठुलो एरिया छ क्या, यो खाली खाली छ। यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरू। यो खाली खाली एरियामा चाहिँ धरानको विकास होस् भनेर अब 5% त धेरै ठाउँकोबाट आउनुहुन्थ्यो। यहाँ चाहिँ धेरैबाट हुन्थ्यो क्या, मतलब धेरैजना चढ्नु अर्थात् एरोप्लेनमा यहाँबाट चाहिँ राम्रो थियो है। यो कहाँसम्म भए अझ राम्रो है, अब भएको छैन अहिलेसम्म। हेर्नुहोस् यस्तो धेरै स्पेस छ यहाँ, हेर्नुहोस् न यस्तो छ होइन, हेर्न सक्नुहुन्छ तपाईँहरूले। र मास्तिर डाँडा काँडा छ, जुन हाइड्रो पावर देखिरहनु भएको छ माथि, यो चाहिँ
हाम्रो इन्डियाले लगेको छ हाम्रो जलस्रोतहरू है। यता मासतिर डाँडाकाँडा छ र यो राम्रो कुरा थियो। अब पास भएको छैन भन्ने कुरा छ अनि त्यही हो, हुनुपर्छ जस्तो लाग्छ भने तपाईँहरूलाई के कस्तो लाग्छ आफ्नो प्रतिक्रियाहरू दिन नबिर्सनुहोस् कमेन्ट सेक्सनमा। हुनुपर्छ कि हुनु पर्दैन है त्यो कुरा पनि तपाईँले कमेन्ट सेक्सनमा आएर कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू। त्यही हो, अब भएको भए चाहिँ राम्रो हुन्थ्यो किनभने विराटनगर जानु पर्थेन चढ्नलाई होइन साथीहरू। अब लागौँ है त। यही हो, आज यता स्टेडियम छ तल्लोपट्टि, एन्फाको यहाँ तल स्टेडियम छ, स्टेडियम माथिको यो जग्गा हो र यो हो। तपाईँलाई के कस्तो लाग्छ होइन आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस् किनभने अहिले हाम्रो मेयर साहबले पनि खोलिसक्नु भएछ पार्टी। सो केही गर्छु भन्ने कुरा छ उहाँको पनि भिजन होइन, केही गर्छन् कि भन्ने आशा चाहिँ छ हाम्रो मेयर साहबले। हेरौँ अब के कस्तो हुन्छ, हेर्ने बाँकी छ है त। अब लाग्यो म चाहिँ लागेँ बजारतिर एकछिन, बाटो यस्तो छ। ढुङ्गा त यहाँ राख्नु भएको रहेछ। छोडिनी कता कता जाने हो? ए ल चढौँ 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 भयो। एकजनालाई भेटिहालेँ यहाँ, लगाएर लगी पनि हालेँ। को पनि कसको छोरी हो लगेँ मैले साथीहरू। कसको छोरीलाई उठाएँ मैले, कसको छोरी हो पठाउ सुरु गरेँ मैले। अब फेरि पठाउ कहाँसम्म हो तपाईँ? हजुर ओहो यहाँ त बाटो बन्द रहेछ। कहाँबाट जार्सी आइपुगिसक्यो है। यहाँबाट चाहिँ बाटो अलिकति सुविधा छ राम्रो, उता चाहिँ अलिक अफ रोड छ क्या साथीहरू होइन। यहाँबाट चाहिँ फेरि यस्तो दामी छ कि अब हेर्नु जतिको स्पिडमा हिँड्दा नि हुन्छ क्या। तपाईँहरू अब 180को स्पिडमा हिँड्दा नि भयो होइन। अब हावाले अलिक डिस्टर्ब पनि गर्दा माइकलाई साउन्ड क्वालिटी के कस्तो छ, अब के सुधार गर्ने हो त्यो पनि कृपया तपाईँहरूको कमेन्ट सेक्सनमा कमेन्ट छाड्न नबिर्सनुहोस् साथीहरू होइन। अब यसरी अफरोड आयो, यो खोलाले मान्छे मारेको छ है र लाग्यो। अब हामी चाहिँ ठ्याक्कै कहाँबाट हो? यताबाट ठिक छ। कहाँसम्म हो? कहाँसम्मको यात्रा तपाईँलाई छोड्नुपर्ने? काठमाडौँ त जाँदैन नि यो। काठमाडौँ पुग्दैन। हेर्नुहोस् यो कहाँसम्म जान्छ भने धरानभरि भ्यालीभरि मात्रै हो क्या यो पठाउ चाहिँ, बुझ्नुभयो? यो पठाउ भनेको यो धरान भ्यालीभरि मात्रै हो। ल यताबाट पिचे छ अरे, यहाँ चाहिँ फेरि घर गाउँ जस्तै रहेछ नि फेरि। ल पिचमा आयो है। जस यो खालको पिच चाहिँ राम्रो हेर्नु। ल ठिक छ आयो। त्यो हामी चाहिँ हाइवेमा निस्किन लागिसक्यौँ होइन। साइडपट्टि जानुपर्ने हुन्छ होइन। अब हेरौँ यहाँ के कस्तो छ। यहाँ चाहिँ निस्किरहेको यो बाटो हामी लाग्यो। एकैछिन हामी गयो। अब लाग्ने हो उकालो बाटो। गाई कत्रो जर्सी गाई रहेछ हौ आम्मा। त्यही हो साथीहरू, धेरै लामो भिडियो बनाउनु पनि झ्याउ हुन्छ होइन। अब मतलब बनाउँदा त केही हुँदैन र हुँदैन, तैपनि तपाईँहरूलाई हेर्नलाई चाहिँ झ्याउ हुन्छ। सो त्यही भएर आजको भिडियो चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु। अब अन्तिम सेक्सनमा आइसक्यो हामी भिडियोको। अब
धरानको चाहिँ वेदर भन्नुहुन्छ भने ठिकै छ, एकदम राम्रो छ। अहिले जाडो त्यति धेरै निस्किसकेको छैन। यता चाहिँ तपाईँकोतिर के कस्तो छ जाडो? यता चाहिँ अलिक ठिकै छ यतिको। बिहान बेलुका चाहिँ के निकै जाडो हुन्छ। अनि त्यसपछि हामी बिच घोपामा आइपुग्यौँ है। अनि त्यहाँबाट दिउँसो त ठिकै हुन्छ, घाम लाग्दिन्छ, कस्तो राम्रो हुन्छ क्या। अब त्यही हो, लाइफमा अगाडि बढ्न सिक्दैछु। तपाईँहरूको सपोर्टको लागि निकै अपेक्षा गर्दछु, तपाईँहरूको सपोर्टको लागि, तपाईँहरूको माया स्नेहको लागि चाहिँ म धेरै आभारी छु र तपाईँहरूले सपोर्ट गरिदिनु होला। अनि एउटा सानो मिनी भ्लगर हो, म चाहिँ स्कुटीबाट गर्छु है। त्यही हो साथीहरू, म तपाईँहरूलाई मेरो अलिकति केही नयाँ हुन लाग्ने बित्तिकै म तपाईँलाई देखाउन प्रयास गरिरहेको हुन्छु। र त्यही हो साथीहरू, हाम्रो यता कति भनौँ, यहाँ जोनचामलिङ, हाम्रो जोनचामलिङको क्याफे हो। यता रत्नचोक साइडमा आइपुगिसक्यो। यताबाट राइट जानुहुन्छ भने तपाईँ क्याम्पगेट जानुहुन्छ, यता भने मङ्गलबारे हामी सिधै जाउँ भान्चोकतर्फ जाने हो त। यहाँ भान्चोकसम्म छोडिदिनु पर्ने अरे, यो पठाउ राइट अब हुँदैछ। अनि लास्टमा म रिभ्यू पनि लिन्छु के कस्तो लाग्यो होइन, कस्तो भइरहेछ तपाईँलाई चाहिँ यो पठाउमा चढ्दाखेरि। एकदम लजाउनु हुँदैछ, फर्स्ट टाइम भएर होला लजाउनु हुँदैछ। पठाउ राइट भइरहेछ है धरानमा पनि। कन्ट्याक्ट राख्नु होला, मेरो इन्स्टाग्रामको लिङ्क छोडिदिइरहेको हुन्छु भिडियोको पनि डिस्क्रिप्सनमा, त्यहाँ गएर कन्ट्याक्ट गर्नु होला है त। त्यहाँबाट चाहिँ म भेटेछु है त्यहाँबाट। र ठ्याक्कै हामी चाहिँ बुद्धचोकमा आइसक्यौँ। यहाँ बुद्धचोकमा चाहिँ यहाँ बुद्धको स्तुपा हुनुपर्ने हो खासमा भन्दा नि, यहाँ तर चिन्डोको स्तुपा छ क्या, विपरीत ठ्याक्कै छ। यहाँ चाहिँ चिन्डो रहेको छ, यत्रो चिन्डो। यहाँ चाहिँ यो अलिक नामअनुसारको सुहाएन कि भन्ने भइरहेछ टपाउँ अगाडि। अनि त्यो भइदिएको अझ राम्रो हुन्थ्यो। खैर केही छैन, अब यो कुरा हामी